हेटौडा नगरको धार्मिक पर्यटकीय क्षेत्रको केही स्थानहरू यहाँहरू समक्ष सम्प्रेषण गर्ने जमर्को गर्दैछु। हेटौडा नगरको राप्ती पुल छेउमै भैरव डाँडा जाने चोक स्थित बुद्धको मूर्ति रहेको र बुद्ध पार्क नामाकरण भएको रमणीय स्थानमा शान्तिको प्रतीकलाई सम्झिएर प्रार्थना गर्न पनि सकिने र छेउैमा राप्ती खोलाको कलकलाउँदो सफा स्वच्छ खोलामा स्नान गरी धार्मिक स्थल गोरक्षेश्वर महादेव तथा हनुमानको प्रतिमा अवलोकन गरी प्रार्थना गर्ने स्थान पनि रहेको छ। त्यसै गरी सोही बुद्ध पार्कबाट मिनी बस, कार तथा अटोबाट 7 मिनेटको यात्राबाट पुगिने शक्तिपीठ पाथिभरा माताको मन्दिरमा पुग्न सकिन्छ र माताको प्रार्थना साथै हेटौडा नगरको रमणीय दृश्य समेत अवलोकन गर्न सकिन्छ। त्यस्तै 3वटा खोलाको सङ्गम स्थल त्रिवेणी धाम छ। सो स्थानमा नेपालको विभिन्न स्थानमा रहेको शक्तिपीठहरूको म्युजियम हल रहेको छ भने 108वटा धारामा स्नान गर्ने व्यवस्था पनि गरिएको छ। यस्तै थुप्रै धार्मिक स्थलहरू यस हेटौडा नगरको छेउमै छ। भुटनदेवी मन्दिर, सूर्यामाई मन्दिर, मनकामना माई मन्दिर, भैँसेको शक्तिपीठ त्रिखण्डेश्वर महादेवको मन्दिर, त्यस्तै रमणीय ठाउँहरू धेरै छन्। सो स्थानहरू चाहिँ अर्को पटक म दृश्यालोकन गर्न यहाँहरू समक्ष कोसिस गर्नेछु। धन्यवाद।